Market Kara YouTube channel is a great learning platform for both new and experienced investors, offering educational videos, market analysis, and practical trading strategies for the Nepalese stock market. दशैं नि सकियो अलि खर्च नि गर्नुभयो होला। अब त्यो खर्च नि उठाउनु पर्यो होइन त? यही आउँदो असोज 26 देखि 29 गतेसम्म आवेदन दिन मिल्ने गरी श्रीनगर एग्रीटेकले 1000 मा नै भर्न मिल्ने गरी नयाँ आइपिओ ल्याउँदैछ। यस कम्पनीले 25,10,493 किता शेयर निष्कासन गर्न लागेको छ। यस कम्पनीको आइपिओ जारी गर्न बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट प्राली रहेको छ। कम्पनीले यस अघि नै उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि 1,63,125 किता शेयर र 3,09,938 किता शेयर श्रम स्वीकृत लिएर विदेशमा काम गर्ने नेपालीहरूका लागि बारफार गरिसकेको छ। त्यसपछि बारफार गर्न बाँकी किताहरू सर्वसाधारणका लागि आउँदो असोज 26 गतेदेखि निष्कासन तथा बिक्री गर्न लागेको छ। तपाईले कम्तीमा 10 कितादेखि 50,000 सम्म आवेदन दिन सकिनेछ। यस कम्पनीमा थप 3 जनाले 11 किता शेयर हात पार्नेछन्। तपाईलाई यस कम्पनीको आइपिओ परोस् शुभकामना छ।